हेलो एभ्रिवान, नमस्कार। आज म चाहिँ खाँदबारी नगरपालिका 10 नम्बर वडा कार्यालय आइपुगेको छु र 10 नम्बर वडा कार्यालय घुमौँ। 10 नम्बर वडा कार्यालय खाँदबारी नगरपालिकाभित्रको 11वटा वडाहरू मात्रै निकै व्यवस्थित देखिन्छ। वाल कम्पाउन्ड वालहरू लगाइएको छ, तारबेरा गरेर व्यवस्थित बनाइएको छ र हामी चाहिँ 10 नम्बर वडा कार्यालय घुम्दैछौँ। यो अध्यक्षको कार्यकक्षा हो र हामी सबै कोठाहरू सबै घुम्दैछौँ। 10 नम्बर वडा कार्यालय कस्तो छ भन्ने विषयमा हेर्दैछौँ र व्यवस्थित छ 10 नम्बर वडा कार्यालय। पानी खानेपानीको व्यवस्था पनि छ, सबै कुरा बाहिर व्यवस्थित रूपमा बनाइएको छ। नागरिक बडापत्रहरू, तातो चिसो पानी, बाहिर बस्ने ठाउँहरू र कार्यालय सञ्चालनको चाहिँ फर्निचरदेखि लिएर सबै कुरा व्यवस्थित रूपमा देखिन्छ र कर्मचारीहरूको पनि व्यवस्थित ढङ्गले रहेको पाइन्छ र नेम प्लेटहरू सबै पूर्व जनप्रतिनिधि र वर्तमान जनप्रतिनिधिहरूको सम्पूर्ण नाम लिस्टहरू पनि यहाँ भित्तामा झुन्ड्याइएको छ। हेर्दा गजबको लाग्छ। 10 नम्बर वडा कार्यालय चाहिँ खाँदबारी नगरपालिकाको चन्दनपुरमा रहेको छ र उहाँ चाहिँ सचिवज्यू हुनुहुन्छ, दिल्ली प्रसाद सुवेदी वडा सचिव हुनुहुन्छ उहाँ। र हामी 10 नम्बर वडा कार्यालय घुम्दैछौँ र 10 नम्बर वडा कार्यालयको सचिवज्यूसँग हामी चाहिँ यहाँको सेवा प्रवाहको विषयमा पनि केही कुराकानी गर्ने भन्ने पनि योजना बनाएको छु र हामी अगाडि बढ्दैछौँ। सचिवज्यूको कार्यकक्षामा हामी प्रवेश गर्दैछौँ। सचिवज्यू चाहिँ नमस्कार। हजुर सचिवज्यू नमस्कार। के छ हजुर? अनि एकदम काममा व्यस्त हुनुहुन्छ क्या र? आज काम पनि हुँदैछ। आज विशेष त सामाजिक सुरक्षा भत्ता वडाबाट पनि वितरणको कार्यक्रम चलिरहेछ। मुनिबाट सेवा आज भत्ता लाभग्राहीहरू पनि भत्ता लिइराख्नु भएको छ। हाम्रो माथिबाट यहाँबाट सेवा नि भइरहेछ। 10 नम्बर वाडामा यो सामाजिक सुरक्षा भत्ता लिने कति हुनुहुन्छ? हामीसँग तथ्याङ्कमा यसपालि नयाँ यो आर्थिक वर्षमा नयाँ दर्ता भएका हामीसँग 14 जना हो र पुरानो नवीकरण हामीसँग 370 जना गरेर कुल 384 जना चाहिँ हामीसँग लाभग्राहीहरू हुनुहुन्छ। अनि अरू सेवाग्राहीहरू सेवा प्रवाहको अवस्था कस्तो छ सचिवज्यू? हामी लगभग सेवा प्रवाहलाई चाहिँ हामीले एकदम चुस्त तरिकाले सेवा चाहिँ नरोकियोस्, उहाँहरूको डकुमेन्ट्री चाहिँ हामीले व्यवस्थित गर्न लाएर भए पनि उहाँहरूको छैन भने अहिलेको जमानामा त हामी मेसेन्जरबाट पनि पठाउन लाएर अथवा कुनै सोसियल मिडियाबाट पठाउन लाएर पनि हामी कुनै पनि कामहरू रोकेका हुँदैनौँ। अर्को सेवाग्राहीलाई हामी मेरो चाहिँ बसाइ यही क्वार्टरमै छ, यहीँ अफिसमै, त्यसले गर्दा पनि हामी चाहिँ लगभग इमर्जेन्सी पऱ्यो भने पनि हामी 24 घन्टा सेवा चाहिँ दिइरहेका छौँ। अध्यक्षज्यूको पनि घर नजिकै छ र म यहीँ बस्ने भएकोले गर्दाखेरि पनि हाम्रो बिहान साँझ पनि लगभग सेवा चाहिँ हामी इमर्जेन्सी पर्नेहरूलाई हामी दिन्छौँ। हाम्रो चाहिँ 24 घन्टा ओपन जस्तो पनि हो यो कार्यालय। हाम्रो चाहिँ भवन पनि एकदमै राम्रो, सफा सुग्घर, चटक्क कम्पाउन्ड हालेको एकदम राम्रो रहेछ। यो बनाउनलाई कति मेहनत लाग्यो? कहिलेदेखि कति वाडाले कति बजेटहरू विनियोजन गरेर यो काम भइरहेको छ? यो चाहिँ नवनिर्मित भवनै हो। यो उद्घाटन 2080 साल वैशाख 10 गते उद्घाटन भएको र यो पछिल्लोचोटि बनेका भवनहरूको डिजाइन राम्रै छन्। अतिमाथि पनि आन्तरिक कुराहरू, भित्री डेकोरेसनका विषयहरूलाई चाहिँ हामीले प्रशासनिक खर्च जुन वार्षिक विनियोजित हुन्छ त्यसबाटै हामीले मेन्टेन गरिरहेका हुन्छौँ। अरू हाम्रो यो बाहिर गेट बनाउने, कम्पाउन्डिङ गर्नेहरू पनि वडा स्तरीय बजेटबाट चाहिँ हामीले वर्षको 2 लाख 3 लाख छुट्याउँदै अलिअलि क्रमिक रूपमा हामी गरिरहेछौँ। यो हाम्रो कम्पाउन्ड लगभग यसपालि चाहिँ यो आर्थिक वर्षमा चाहिँ सक्छौँ कम्प्लिटै गर्छौँ भन्ने छ। त्यही पनि अब पुगेन भने अर्को वर्ष पनि अलिकति छुट्याएर यसलाई क्लियर गरेपछि चाहिँ यो सुरक्षित हुन्छ। अब यो कम्पाउन्डै गरिएन भने चाहिँ यहाँ हाम्रो वरिपरि अब चरण क्षेत्र छ। चरण क्षेत्र भएपछि गाई वस्तु बाख्रा आउने हुने, यहाँका हामीसँग बोट बिरुवाहरू रोपेको बगैँचाहरू सुरक्षित नहुने भएर हामीले अहिले चाहिँ यसपालि चाहिँ कम्पाउन्डलाई चाहिँ लगभग पूर्ण रूपमा गर्ने छौँ र बाहिर अरू बस्न सेवाग्राहीहरू बस्नको लागि दाताहरू पनि हुनुहुन्छ। दाताहरूले पनि हामीलाई मञ्चहरू बनाइदिनु भएको छ। त्यसले गर्दाखेरि भित्री कुराहरूलाई जस्तो अब हामीले अलिकति सेवाग्राही अलिकति चाप पनि बढी हुने
समग्रमा खाँदबारी नगरपालिका भोलिको क्षेत्रफलको हिसाबले 10 नम्बर वडा ठुलो र राजस्व सङ्कलन गर्ने हिसाबले पनि गत आर्थिक वर्षको तथ्याङ्कमा हेर्दाखेरि पहिलो 1 नम्बर वडा, त्यसपछि 9 नम्बर वडा र त्यसपछि तेस्रो नम्बरमा आउने राजस्व सङ्कलन गर्नमा आउने आन्तरिक राजस्व जुन हामी सङ्कलन गर्छौँ त्यो तेस्रो नम्बरमा पर्ने वडा भएकोले गर्दाखेरि हामीसँग सेवाग्राहीको पनि चाप हुन्छ। त्यसले गर्दाखेरि हामीले सेवाग्राहीको चापलाई चाहिँ अब समय समयमा कुनै समय केही कुराहरू चाहिँ गडबडी हुन सक्ला भन्ने हिसाबले गर्दाखेरि नि हामीले यसपालको आर्थिक वर्षमा सिसिटिभी जडानको जुन हामीले यहाँ देखिरहनु भएको छ सिसिटिभी हामीले नि जडान गरेका छौँ र यसले गर्दाखेरि बाहिरी कम्पाउन्डको सुरक्षाको कुराहरूलाई भित्री हाम्रो सेवा प्रवाह कसरी भइरहेको छ, सेवाग्राहीले कतिको लिइराख्नु भएको छ भनेर हामीले यहीँबाट हेरेर पनि त्यो कहाँ हुनुहुन्छ कता हुनुहुन्छ भनेर हामीले सेवा दिइराख्नु भएको छ कि छैन भनेर पनि हामीले चाहिँ यसलाई चाहिँ हामीले यहीँबाट निगरानी पनि गर्न सक्छौँ। यसलाई अब नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ज्यूलाई पनि हामीले यो मोबाइलको डिभाइसमा जडान गर्न सकेर उहाँबाट पनि वाचिङ गर्न सक्ने चाहिँ छ यो सिसिटिभी र समग्रमा अन्य विषयहरू हामीले प्रशासनिक खर्चबाटै व्यवस्थापन गरेर यो आन्तरिक विषयहरूलाई यहाँको व्यवस्थित गर्ने चाहिँ हामीले प्रयत्न गरेका छौँ। 10 नम्बर वडा कार्यालय चाहिँ निकै व्यवस्थित पनि लाग्यो। बाटो वडा कार्यालयसम्म ढलान जोडिएको, कम्पाउन्डहरू भएको र सेवा प्रवाहको हिसाबले पनि सेवाग्राहीहरू सन्तुष्ट नै रहेको जस्तो देखिन्छ। यसमा चाहिँ अझै व्यवस्थित गर्दै लैजानलाई वडाले के कस्तो रणनीतिहरू बनाइरहेको छ र 11वटा वडामध्ये 10 नम्बर वडा चाहिँ उत्कृष्ट हो कि जस्तै लाग्यो बाहिरको भौतिक पूर्वाधारहरू यी कुराहरू हेर्दा। तपाईँलाई चाहिँ कस्तो लाग्छ अरू वडाहरू हेर्दा के अरे नगरको समग्रमा हेर्दाखेरि? अब उत्कृष्टै भनेर चाहिँ अब हामी नै चाहिँ स्वयं चाहिँ कसरी घोषणा गर्ने? अब यसमा अब सेवाग्राहीको गुनासो अहिलेसम्म म कहाँ चाहिँ आएको छैन। अब यो अरू सेवाग्राहीले कति सन्तुष्टि पाए भन्ने विषयमा चाहिँ अब थप अध्यक्षज्यूसँग पनि यो विषय चाहिँ बोल्नुपर्छ। त्यसले गर्दाखेरि लगभग हामीले सकेको स्रोत र हामीसँग भएको कर्मचारीहरू चाहिँ हामी लगभग काम सेवा प्रवाह चाहिँ हामी चाहिँ एकदम खटिन्छौँ र यसलाई हामीले अझै पनि परिष्कृत गर्दै सेवाग्राहीले चाहिँ अलिकति चाँडो प्रक्रियागत भन्दा पनि उहाँहरूको प्रक्रिया त छँदैछ, त्यो प्रक्रियालाई पनि छोटो बनाएर सेवालाई चाहिँ बढी प्राथमिकता दिनुपर्नेमा चाहिँ हामी जोड दिन्छौँ। सेवाहरू पाउन चाहिँ उहाँहरू हेलुवाबेसीदेखि आउनुहुन्छ, 3 घन्टा 2 घन्टा हिँडेर उहाँहरूलाई लगभग हामीले सेवा नदिकन फर्काउने स्थिति नहोस् भन्ने हिसाबले पनि उहाँसँग कुन तरिकाले हुन्छ सेवा चाहिँ हामी जसरी प्रवाह गर्छौँ। धन्यवाद सचिवज्यू, तपाईँको एकदम व्यस्तता हुँदै पनि केही समय चाहिँ कुरा गरिदिनु भयो, धन्यवाद। आज खाँदबारी नगरपालिका 10 नम्बर वडाको भौगोलिक अवस्था पनि र कार्यालय सबै घुम्यौँ पनि र वडा सचिवजीसँग संक्षिप्त कुराकानी पनि गऱ्यौँ, तपाईँहरूलाई देखायौँ पनि 10 नम्बर वडा कार्यालयको बारेमा र आगामी दिनहरूमा पनि नयाँ अङ्कमा अन्य अतिथिहरूसँग कुराकानी यसरी नै हामी नयाँ ठाउँमा पुगेको अवस्थामा कुराकानी गर्ने नै छौँ र यहाँहरूलाई त्यहाँको बारेमा जानकारी गराउने नै छौँ र खाँदबारी टिभी हेर्दै गर्नुहोला, लाइक सब्सक्राइब पनि गर्नुहोला। हस्, धन्यवाद, नमस्कार।